यस्तो छ हाम्रो लिम्बू सर यहाँ हाम्रो मधे समिति सिन्धुपाल्चोक के अरे सिन्धुलीको दिदौलीको अगाडि शेर समिति टोइलेट देखाउँछु भनेर कति भइसक्यो अहिले चाहिँ टोइलेट देखाएको छैन अघि त गाइस भिडियो भयो नि त अघि त खिचेको जस्तो लाग्यो त नखिचिकन पो हिँडेको बोलेको मेरो बोली मात्रै खेर गयो होइन मेरो बोली मात्रै खेर गयो होइन अब हाम्रो यहाँनिर चट्टसँगले अब हाम्रो 45 केजीको समितिले कहाँ पुऱ्याएर अब टोइलेट यहाँ हो भनेर देखाउँछ त्यहीँ हाम्रो टोइलेट हुन्छ होइन ट्याक्कसँगले भरे टिकटकमा तल मेन्सन गरिदिएको हुन्छ गएर ड्याङ 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 फलो हानेर यो पुरा आँखा नदेख्ने बराइनको बोर्डरमा आएर हामी चाहिँ पुरा है के हो यो कर्नेस पनि आमामामामा शेर समिति अनि खोइ त भने टोइलेट कहाँ भेट्छ हौ मेरो त बाबा पुरै मूत्र नली त विसर्जन गर्ने ठाउँ नपाएर है यत्रो पुम्पुडो फुलिसक्यो होइन पुरा पुम्पुडो फुलिसक्यो होइन के भयो यार यहाँ हाम्रो 4 जना केटाहरू कहाँ हरायो यार 8 जना आएको हामी यार 8-12 लागे जस्तो छ क्या आज टोइलेट पनि भेटेको छैन होइन पुरा मान्छे पनि हाइ 4 जना कता भइरहेछ है त्यही भएर के भयो यार आज यार चट्टसँगले हामी हिँडिरहेको छौँ होइन यहाँ धनकुटाको लिम्बू सर हुनुहुन्छ अगाडि सिन्धुपाल्चोक सिन्धुलीको मगर समिति लिम्बू सर 3 पाटन उता मकनपुरे समिति चाँडो आउनु भन्छ चाँडो मात्र आउनु भन्छ उहाँ नबोलिकन लखर बोतल पनि पानी बिनाको बोतल बोकेर हिँड्नु भएको छ सिन्धुली समिति के छ खबर के गर्नु जिन्दगी यस्ता आँखाले नभ्याउने ठाउँ छ नि बाबा यतिको त हामी आएपछि हुनै पर्यो नि कसो कफी गर्नु हुँदैन होइन कफी गऱ्यो भनेदेखि राम्रो हुँदैन म गीत लगाउँछु फ्यान त फ्यानै हो तर म गीत बनाएर गीतमा लगाउँछु म यो भिडियोलाई होइन टक्कसँगले म पछाडिपट्टि ब्याकटोन राख्छु ब्याकटोन राखेर यो बोलेको पनि म बनाउँछु है त